सर क्यानाडाले चाहिँ ग्याप एक्सेप्ट गर्छ कि गर्दैन? ओके, क्यानाडा त भन्नुभयो। अब तपाईँले हाई कमिसनको कुरा गर्दै हुनुहुन्छ कि कलेज युनिभर्सिटीको कुरा गर्दै हुनुहुन्छ? क्यानाडामा डिफ्रेन्ट लेभलमा प्रोग्रामहरू एभाइलेबल हुन्छन्। कलेज र युनिभर्सिटीको आफ्नै एउटा रिक्वायरमेन्ट हुन्छ। अब हामी यसलाई अन्डर ग्रेजुएट र ग्रेजुएट लेभल भनेर बुझ्छौँ। अन्डर ग्रेजुएटमा चाहिँ 1 देखि 3 वर्ष हो भने कमन ग्याप पिरियड हो। तर कतिपय स्टुडेन्टहरूले चाहिँ +2 सके पछाडि ब्याचलर जोइन गर्नुहुन्छ। 4-5 वर्ष 6 वर्षमा पनि ब्याचलर कम्प्लिट गर्नुहुन्न, एकदम लङ पिरियड अफ ग्याप हुन्छ। त्यो ग्यापलाई यदि तपाईँले जस्टिफाई गर्न सक्नुहुन्छ भनेको सिनारियोमा चाहिँ ग्याप मजाले एक्सेप्ट हुन्छ। तर इट डिपेन्ड्स है त, केस बाई केस सिनारियो हुन्छ। त्यस्तै गरी ग्रेजुएट लेभलमा चाहिँ जस्तै ब्याचलर गरिसके पछाडि स्टुडेन्टहरूले आफ्नै प्रोफेसनल एक्सपिरियन्स कन्टिन्यू गर्नुहुन्छ, जबहरू गर्नुहुन्छ। 3-4 वर्ष पछि अनि उहाँहरूले अप्सन एक्सप्लोर गर्न चाहनुहुन्छ। सो उहाँहरूले त नर्मली त्यो एक्सपिरियन्सको थ्रुबाट पनि आफ्नो ग्यापलाई जस्टिफाई गर्न सक्नुहुन्छ। सो ग्याप भए पनि तपाईँले त्यसलाई प्रोपरली जब एक्सपिरियन्स, भोलिन्टरी एक्सपिरियन्सबाट जस्टिफाई गर्न सक्नुहुन्छ भने त्यो केसमा ग्यापले केही म्याटर गर्दैन। अन्डर ग्रेजुएटमा चाहिँ मैले अहिलेको करेन्ट सिनारियोमा 3 देखि 4 वर्ष ग्याप भए पनि नर्मली त्यसलाई जस्टिफाई गरेर एप्लाई गरेर सकिन्छ भन्छु। ग्रेजुएट लेभलमा चाहिँ 5 देखि 6 वर्ष ग्याप हुँदाखेरि पनि एप्लाई गर्न मिल्छ, तर त्यसलाई प्रोपरली जस्टिफाई चाहिँ हुनु पर्यो।